गिरिनन्दिनि नन्दितमेदिनि विश्वविनोदिनि नन्दनुते गिरिवरविन्द्यशिरोधिनि वासिनि विष्णुविलासिनि जिष्णुनुते भगवति हेशिति कण्ठकुटुम्बिनि भूरि कुटुम्बिनि भूरि कृते जय जय हे महिषासुरमर्दिनि रम्यकपर्दिनि शैलसुते। Hi guys, welcome back to the episode. I hope so you guys are doing well. This is the 8th day of नवरात्रि। ऐसे तो हम सप्तमी आज ले रहे हैं बिकॉज जैसे मैंने आप लोगों को बताया था कि चतुर्थी 2 दिन हुआ, कुष्मांडा माता की 2 दिन पूजा किया गया, फिर स्कंद माता, फिर कात्यायनी माता, फिर आज काल रात्रि माता। सप्तमी तिथि है आज, लेकिन डे 8वां। ये जो आप लोग पीछे देख रहे हो ये ढेर है केला का। अभी दशहरा है, फ्रूट का शॉप है अपना, तो केला की जरूरत पड़ती है। कल बाकी सामान भी आएंगे, एप्पल्स, ऑरेंजेस मोस्ट प्रोबेबली, फिर ऐसे बहुत सारी चीजें सामान आएंगे, है ना। वो कल देखा जाएगा, अलग चीजें। और जो आप लोग इतना देख रहे हो ना, इससे भी और ज्यादा है, वो दूसरे जगह में रखा हुआ है, ठीक है। एनीवेज, लेट्स टॉक अबाउट टुडेज डे। तो आज फुलपाती के बारे में ऐसे डीप रिसर्च करके, याद करके मैं ऐसे आपके सामने बोलूँ, ये थोड़ा सा मुश्किल हो रहा था मुझे, क्योंकि इतने टाइम तो मैंने नोटिस नहीं किया, याद नहीं किया, ठीक है। लेकिन अभी वीडियोस बनानी है तो उसके लिए मैं बहुत पढ़ूंगा तो दिमाग ही खराब हो जाएगा। तो इससे अच्छा जो जितना पता है वही मैं आप लोगों को बताऊंगा। चलो मम्मी भी आ रही है तो मम्मी भी बता देंगे टुडेज डे के बारे में। तो बेसिकली फुलपाती इज अबाउट द न्यू इरा, यानी मतलब ग्रीन्स, फ्रुट्स, फ्लावर्स, न्यू बिगिनिङ, ठीक है। मम्मी आउनु न हौ, तपाईँ आएर ठ्याक्कै मलाई आजको दिनको कुरा यसो बताइदिनु न। पहली बात तो ठीक है, बोलने से पहले आप लोगों को बता दूं कि जो हम लोग बोल रहे हैं ये जरूरी नहीं है कि 100% सही हो, ठीक है। लास्ट वीडियो में बताया था। तो जो नॉलेज हमको मिलती है वही चीज मैं आप लोगों को बता रहा हूँ। हो सकता है मैं गलत हूँ तो वहां पर रोक देना, मतलब कमेंट कर देना एटलीस्ट कि नहीं ऐसा ऐसा होता है, तो ताकि मेरे को और नॉलेज गेन होता जाएगा, ठीक है। तो मम्मी ने बहुत लेट कर रही है, पता है। इतना टाइम हो गया, ऑलमोस्ट 10 to 15 मिनट हो गया दुकान उठाए हो, अभी तक आए नहीं थे, अभी आए। खाली गफ भनेपछि नि के भन्नु यार, छोरी मान्छे गफ सक्दैन। नमस्ते। अलिक जानु न, म यो आदि यता आयो, अलिक जानु न। आजको विषय चाहिँ के हो भनी चाहिँ नि मेरो आज फुलपाती हो। फुलपाती चाहिँ किन मनाउने गर्छ अघि मैले बडालाई सोधेको कि अब भ्याउनु भएन, त्यसै त ढान ढुन्नु बज्नु थाल्यो। अन्त मैले सुनिनँ त्यस्तो, अनि त्यही कारणले अब तपाईँलाई जति थाहा छ, जे थाहा छ हो त्यो कुरा चाहिँ मलाई यसो भनिदिनु त। कहाँ नाक कोटाको आज फुलपातीको विषयमा भन्नु, तपाईँले के सिक्नु भएको छ अहिलेसम्म, होइन। र मलाई पनि सिकाउनु, मेरो अडियन्सलाई पनि सिकाउनु है, किनकि फुलपातीको महत्त्व छ नि त, त्यसै मनाएको त होइन। लु भन्नु त, फुलपाती किन मनाइएको? अब आउँदैन भनेर त भएन नि त, आउनु त पर्यो नि त। अनि तपाईँलाई आएन भने हामीलाई कसरी आउँछ? हामीले सिकेको छैन। हामीले जति सिके, अब फुलपातीको दिन सप्तमी, महासप्तमी भन्छन्, होइन। अब दुर्गाको पूजाहरू भइरहेकै छ, हुन्छ त्यो दिन पनि। र जति तति यो दिनमा चाहिँ, आजको दिनमा चाहिँ मेरो माइतमा चाहिँ नयाँको पूजा भन्छ, उँधौली उमौलीको पूजा भन्छन्, त्यसको पूजा गर्नुहुन्छ। बुढी महारानीको पूजा गर्नुहुन्छ मेरो चाहिँ घरमा। अनि घरबाट त्यो पूजा गरिसकेपछि चाहिँ घरमा फुलपाती भित्र्याइयो आजदेखि भन्नुहुन्थ्यो। अब फुलपाती भएको अब त्यही त होला, हामी त बुझेको त्यति नै। मैले त फुलपाती भित्र्याइयो भन्नुहुन्थ्यो, के त्यहाँ चढाएर त्यो महारानी, बुढी महारानीहरूलाई चाहिँ अब सालभरि दुःख नदेऊ भनेर, जङ्गलीहरूलाई पनि दुःख नदिनु भनेर बन्साएको हुन्छ त्यहाँ। मतलब उनीहरूले चाहिँ हामीलाई दुःख नदियोस् भनेर चाहिँ बक्साएको हुन्छ। अनि सालभरिको लागि उनीहरू चुप लागेर बस्छ। नयाँ नयाँ चिजहरू चढाउनु पर्छ, जे फलेको पनि बुढी महारानीहरूलाई नै दिनुपर्छ पहिला। भने त्यही मैले अघि पनि भन्दै थिएँ कि त्यो नयाँ बिगिनिङ भएको भन्थे, होइन। अदुवा नयाँ अदुवा खनेर खानु हुँदैन थियो जबसम्म नयाँको पूजा गर्दा नि, तबसम्म खानु हुँदैन थियो। अच्छा, नयाँ अदुवा त्यो महारानीलाई चढाउनु पर्छ, नयाँ नौलो देउतालाई चढाउनु पर्छ, अनि मात्रै खानु पर्छ। त्यसो गर्नुहुन्थ्यो मेरो बाबाले, त्यसो गर्नुहुन्थ्यो। अहिले मेरो दाजुले त्यसै गर्नुहुन्छ। अब यो यहाँ चाहिँ
खै कोही कोही बेला गरेको थाहा छ, कोही कोही बेला गरेको थाहा छैन, खै के हो। अब त्यो त त्यही हो नि, अब गर्दै गरेको छैन भने थाहा नै हुँदैन नि त, सिकाउँदैन नि त। अब हामीलाई नै यहाँ चाहिँ फेरि धामी लगाउने गरेको छ, हाम्रो चाहिँ बाबा आफै गर्नुहुन्थ्यो, दाजु अहिले आफै गर्नुहुन्थ्यो। त्यही त अब हामीलाई अब सिकाएको छैन नि त, हामी त केही कुरा जान्दैन नि त, कुरा त्यो हो। अब होइन, अब मलाई बडालाई सोद्धा पनि बडाले चाहिँ के भन्नुभएको थियो भन्दा, बडा भन्नाले चाहिँ कहीं नहीं, मेरा खुद का गुरु है, ठीक है, जो मैं उपनयन संस्कार जब मेरा हुआ तो मेरे गुरु रहे हैं वो, तो मैं वैसे तो मैं बड़ा बोल के ही संबोधित करता हूँ, लेकिन वो मेरे गुरु है, ठीक है। तो उनको मैंने पूछा था तो उन्होंने बताया था कि ऐसे ही मम्मी ने जो बताया कि ये अदुआ यानी जिंजर जब नया आता है तो चढ़ाना चाहिए, फिर ऐसे बहुत सारे जैसे मैंने बताया ना, न्यू बिगिनिंग, कोदो चढाउनुपर्छ, मकै चढाउनुपर्छ, नयाँ सबै नयाँ। त्यो जे कुरा जो भी चीज नया फलता है फुलता है ना, उनको पहले चढ़ाओ, उसके बाद यूज गर्नु हैन त, त्यस्तो। अन्त यो कुरा त भयो, फुलपातीको विषयमा कुरा भयो हैन। अब फुलपातीको बेला चाहिँ किन एकदमै एक्साइटमेन्ट पुरा हुन्छ, अब त्यो त कोन त नि, अब किन भएको तिमीहरूलाई थाहा होला। मलाई त हामीलाई त पहिला त अब सालमा एकताल लुगा आउँथ्यो, अन्त कहिले दसैँ आउनु र लाउनु, कहिले आउनु र दसैँ कहिले आउँछ लाउनु भन्दै रमाउँथ्यौँ। अहिले त हामीलाई चाहिँदैन नि फेरि, अहिले त सालमा 50 वटा लुगै आउँछ भन्दा बेसी। अनि पर्खिनै परेन नि, मिठो खानुको लागि डेली नै मिठो मसिनो भइरहेको हुन्छ। अब उहिले त अब खालि मकैको भातहरू हुन्थ्यो, कोदोको भातहरू हुन्थ्यो। अब अहिले त कोदो र मकै चाहिँ महान भयो, चामल चाहिँ सस्तो भयो। त्यति बेला चाहिँ चामल महँगो खान सक्दैन थियो, धनी मानिले मात्रै खान्थ्यो, गरिबको घरमा खालि मकै र कोदो खानु पर्थ्यो। अझै हाम्रो मम्मीहरूले त झन् कहिले एक छाक चामलको खाना पाएन रहेछ। हामी त त्यसमा त तपाईँ कोदो बनाउनु न यो पालि भनेको, कहाँबाट चाहिँ बनाउनु बारी खै कताबाट हुन्छ। अब दसैँ सकिन्छ, सकेपछि ट्याक्क बनाउनु ल। कोदो बनाएर बनिने कुरो हो त, बारीमा रोप्नु पर्छ त, बारी त छैन त के गर्न, बनाउनु पर्छ। अल त अहिले किन हाल्नु, एक